हामीलाई जीवनको यात्रामा हामीलाई हरेक पल पलमा अनुशासन हामीसँग सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। एउटा अनुशासन नै ठुलो गहना हो तपाईँ हाम्रो। हामी हरेक ठाउँमा अहिले विद्यालयमा हुँदा जुन अनुशासनमा हुनुहुन्थ्यो त्योभन्दा अझै राम्रो अनुशासन आउँदा दिनहरूमा अघिल्ला तहहरूमा हामी जति अध्ययन गर्छौँ त्यो ठाउँसम्म पनि तपाईँहरूलाई अनुशासनले बाँध्नुपर्छ। जो व्यक्ति एउटा अनुशासनमा बाँधिन सक्दैन ऊ एउटा छाडा जङ्गली जनावर जस्तै बन्छ र उसले कुनै पनि समयमा आफू दुर्घटनामा फस्न सक्ने सम्भावना बढी हुन्छ। त्यसले गर्दा हामीले अनुशासनलाई सदैव शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ। सबै मान्छे भोलि एउटै क्षेत्रमा लाग्छ भन्ने छैन। हामी कतिपय अब नेपालमै बस्छौँ होला, त्यो आफ्नो ठाउँमा छ, कतिपय बाहिर विदेश जान्छौँ होला, अध्ययनको सिलसिलामा जान्छौँ होला, कमाउने सिलसिलामा जान्छौँ होला, तर पनि हामीसँग एउटा अनुशासनमा बाँधिन सकेनौँ भने हामी विश्वको जुनसुकै कुनामा पुगे पनि हामी फर्किएर आफ्नै गाउँ आइपुग्नु पर्ने अवस्था हुन्छ। त्यहाँ हामी टिक्न सक्दैनौँ। त्यसकारण सदैव हामी अनुशासनलाई ख्याल गरौँ। विद्यार्थी भाइ बहिनीहरू, देवकोटाले भनेका छन् नि, उद्देश्य के लिनु यदि छुनु चन्द्र एक भनेर। हामीले उद्देश्य सधैँ महान सोच्नुपर्छ। यात्राका क्रममा हामी त्यो शिखर यात्रा गरिरहन्छौँ, अगाडि बढिरहन्छौँ, तबसम्म ती कुराहरू हामीले सदैव सोचिरहनु पर्ने छ। म यो क्षेत्रमा पुगेर पात्रलाई हामीले लिन सक्छौँ। बालेन शाह भन्छौँ तिनीहरूले। कहिले दिन्छु भनेर सोचेको थियो होला, थिएन नि। तर क्रमैसँग ऊ अगाडि लड्दै गयो, बढ्दै गयो। आज एक दिन ऊ सफल भयो। आम मासले उसलाई सफल बनायो। त्यस्तै हो, हामी पनि कर्म गर्न सधैँ अगाडि बढिरहनुपर्छ। ऊ पनि एउटा सामान्य ऱ्यापर थियो। उसको अगाडिका व्याकरणहरू हेर्ने हो भने हामीले अनेकौं कुराहरू बुझ्न सक्छौँ, हेर्न सक्छौँ। तर ऊ क्रमैसँग सुधार हुँदै गयो। सबै मासको एउटा प्यारो हुन सफल भयो र अहिले यसरी हिजो मात्रै प्रधानमन्त्रीको शपथ खाइसकेको छ। त्यस्तै हो, मान्छे को कस्तो भन्ने कुरा विद्यालय लेभलमा त्यो थाहा हुँदैन। कतिपय तिमीहरूले देखेका होला, विद्यालय लेभलको राम्रो विद्यार्थी माथिल्लो लेभलमा गएर असफल भएका कुराहरू पनि देखेका होला। विद्यालय लेभलमा एउटा सामान्य विद्यार्थी माथिल्लो लेभलमा एउटा सफल भएर देशको चम्किलो तारा जस्तो उदाएको पनि हामीले देखेका इतिहासहरू छन्। त्यसकारणले हामीले कति छ हामीभित्र ज्ञान भन्ने कुरा अहिले हामीले मूल्याङ्कन गर्ने समय भएको छैन। हामीले निरन्तर लड्न भने नछोड्ने, हामी सदैव अगाडि बढ्न कोसिस गरिराख्ने। आज घोटियो, भोलि घोटियो, पर्सि घोटियो, हरेक क्वेसनहरूको जवाब हामीसँग हुन सक्छ, भेटिन्छ। तब मात्रै हामी सफल हुन्छौँ। यसरी आज एउटा दुःखको क्षण जस्तो हामीलाई महसुस भएको छ, तर यो वास्तवमा एउटा दुःखको क्षण होइन। हामीले त एउटा खुसीको क्षण महसुस गर्नुपर्छ। किनभने हामीलाई त एउटा पटक्कै पनि दुःख लागेको छैन। जति वर्ष हामी एकअर्कामा नजिक भएर बस्यौँ, पढ्ने पढाउने कुराहरूमा नजिकको साथी जस्तो भएर तिमीहरूसँग हामी बस्यौँ। कुनै बेला कुटपिट भयो होला, कुनै बेला तिमीहरूले पनि कुराहरू फर्कायो होला। ती सबै एउटा परिवारभित्र हुने कुराहरू। तिमीलाई हामी एकअर्कामा सदैव एउटा
सामान्य रूपले हामीले अगाडि बढ्नुपर्छ। तिमीहरूले अब नजिकै आइरहेको एससी परीक्षा छ, कतिलाई डर लागिरह होला, के होला कसो होला, केही हुँदैन। ती परीक्षा भनेको निरन्तर अहिलेसम्म तिमीहरूले दिँदै आएका परीक्षाहरू जस्तै हुन्। केही तिमीहरूले डराउनु पर्दैन, अप्ठ्यारो मान्नु पर्दैन। आफूले जानेको कुरा, यत्रो वर्षसम्म अध्ययन गरेको कुरालाई त्यो देखाउने ठाउँ हो, देखाउने छौ। एकदमै नडराइकन परीक्षा दिनु। तिमीहरूको यो आउँदै गरेको एससीको लागि पनि बेस्ट अफ लक भन्दै आउँदा दिनहरूमा तिमीहरूसँग हाम्रो ठुलो चाहना केही छैन, मात्र भेट हुँदाखेरि हाँसेर बोलिदेऊ। तिमीहरूले कुनै ठाउँमा, अफिसमा अथवा देशको कुनै कार्यालयमा भोलि जागिर खाएर नाम निकालेर त्यहाँ सफल भएर बसेको हामीलाई हेर्ने चाहना छ। हामी गुरुहरूले यो चाहना भनेको नै त्यति मात्रै हो। दुईटा कुरा, भेटेको बेला बोल्ने र अर्को कुरा तिमीहरू एउटा सफल बन्ने, त्यति मात्रै। सफल बनेको मात्रै हेर्न हामीसँग त्यो चाहना छ। त्यो हाम्रो चाहनालाई तिमीहरूले अवश्य पुरा गरिदिनेछौ भन्ने आशा राख्दै तिमीहरूलाई यो आउँदो एससी परीक्षाको लागि बेस्ट अफ लक भन्न चाहन्छु। धन्यवाद।